हेलो गाइज, गुड मर्निङ। मेरो आज गुड मर्निङ चाहिँ यता बिग ब्यान साइडतिर भएको छ होइन। यो अब कहाँ हो, यतातिर जता न जता भए पनि भएको छ हुन त होइन। अब बिस्तारै भिडियो बनाउने भन्दा भन्दै दिन बित्यो, समय बित्यो, महिना बित्यो, चालै पाएन छ यो मनले पनि। बुढेसकाल भएर हो कि खै के भएर हो कुन्नी। न मनमा शान्ति छ, न ओठमा हाँसो छ भनेर भन्ने क्या होइन। हेर यस्तो चाहिँ यहाँ मौसम, यहाँ प्रोटेस्ट गर्न ल्याएको जस्तो पुरै काँडाहरू छन् यार। हेर त कान्छी हेर यस्तो छ कथा कहानी। चिसो पनि छँदैछ, अब गर्मीको हुन सिजन आयो, त्यही पनि चिसो चाहिँ यस्तो छ कुरै नगर्नु। हुन त लुगाइ नलाएर हो कि त्यो पनि हुनसक्छ एक फ्याउटर त्यो पनि हुनसक्छ एउटा फ्याउटर। योतिर चाहिँ पुरा मिनिस्ट्री एरियाहरू रहेछ। यता म्युजियम खुल्यो कि क्या हो, म्युजियम खुल्यो कि बज्यो 9 बज्यो क्या हो। मैले त के भयो काशी, मैले त त्यस्तो केही उसमा गएको थिइनँ, कसरी सुन्यो भन्ने त्यस्तो लागिरहेको थियो। तैपनि ठिकै छ, कुनै कुराहरूको टाइमिङ हुन्छ क्या जिन्दगीमा होइन। अब मैले यो गर्छु, मैले ऊ गर्छु, मैले यस्तो गर्छु, मैले उस्तो गर्छु भनेर मात्र हुँदैन होइन। माथिबाट लेख्या पनि हुनुपर्छ। लेख्या हुनुपर्छ भन्दैमा मेरो एउटा यो निधारको याद आयो क्या। निधारको यत्रो टक्लु छ होइन, यत्रो निधार छ, यति पनि केही राम्रो लेख्या छैन जस्तो पनि लाग्छ कति बेला पनि छैन, लेखेकै छैन। त्यही भएर त्यस्तो लाग्यो होला, लेख्या भए पनि त्यस्तो किन लाग्थ्यो होला। त्यही भएर केटाहरू मैले के भने सबै कुराहरूको टाइमिङ हुन्छ होइन। त्यही भएर बी प्यासन हुनुपर्छ होइन। अब त्यस्तो त भनेको आफूमै त्यस्तो छैन। म त जताबाट भए पनि आफैलाई क्रिटिसाइज गर्छु क्या तरिका यार। केही भनौँ भन्दा पनि क्रिटिसाइज गर्छु, केही नभनौँ भन्दा पनि क्रिटिसाइज गर्छु। आउँछ के गर्नु त अब साइबो। यो एरिया चाहिँ नेसनल ग्यालरी हो, राम्रो छ। हेर्दाखेरि पुरा फानेको फोकाहरू आएको छ, यस्तो मन आएको छ। त्यही भएर पनि यताहरू पनि हेर्नु त केटाहरू। ओहो हेर, कोही न कोही यस्तो छ होला है यो भिडियो हेर्ने मान्छे। मै पो छु कि त्यस्तो, के थाहा। राम्रो छ ठाउँ। ल म यो बाटो हुँदै ऊ त्यहाँ त्यो पनि एउटा म्युजियम हो, यो वाला म्युजियम हो। त्यहाँ हुँदै अगाडि जानुपर्छ काममा। ल जिन्दगीमा यस्तो पनि ड्रिम थियो हेर त केटाहरू, तर त्यो पनि पुरा भएन। त्यो पुरा नभएर यसरी हिँड्नु परिरहेछ भन्ने लागिरहेछ। सिग्नलमा छु, के गरौँ यहाँ दाबौँ कि केटाहरू। फलो गर्नुपर्छ है ट्राफिक रुलको। त्यो भन्ने मात्र हो, कुद्ने हो। ले जेन्जिजहरूले उ गर्ने हो भनेर भन्न मिल्दैन केटाहरू। जेन्जिजहरूले कुद्ने हो, अपर्च्युनिटीहरू क्रिएट गर्ने हो, कुद्दिने हो। सबै कुराहरू लन्डनमा ठिक छ थाहा छ, तर सबैभन्दा नराम्रो पक्ष भनेको चाहिँ यहाँ चुरोट र अनि यो चुइकमहरू हुन्छन् नि। बाब्रे खाएर जताततै फालिया छ। म अब त सुरुमा यहीलाई ब्यान गर्थेँ। नेपाल बालेन सरकारले अध्यादेश ल्याए जस्तो टक्क तरिकाले एउटा यस्तो बनाउँथ्यो कि कुरै छोड्नु। गथागथीहरूलाई त्यस्तो गर्दै हो सबै भनेर भन्न मिल्दैन। त्यसरी छाडा त नबोल्नु पर्ने हो, भनिहालेँ अब ठिकै छ। मान्छे हो, मान्छेबाट गल्ती भइहाल्छ, पशुबाट गल्ती भइहाल्छ भनेर भन्नु क्या। उहिले ब्रिटिसले होइन विभिन्न क्षेत्रहरूमा राज कसरी गर्यो भनेर तपाईँलाई एउटा जिज्ञासा भएको होला। अब कहरी भन्नु साहेब हो। हेर हिँड्न यी बाजा, यो बाजालाई त्यति बेला मैले हायर गरेको थिएँ होइन। अब क्या स्ट्राटेजी बनाउने, क्या त्यहाँ कसद्या, कहिलाई ठोक्थ्याँ होइन, कहिलाई अगाडि हान्ने, कहिलाई पछाडि हान्ने भने पनि त एउटा प्लानिङ वाइज भएको थियो होइन। तैमा इनु काकाले पनि साथ दिएको थियो। साथ दिएर त्यति बेला विभिन्न ठाउँमा राज गरियो। अब त्यस्तो खासै अब बुढेसकाल लाग्यो नि त। अब त्यस्तो इनर्जी आएन। अब त हामीभन्दा मान्छेहरू एडभान्स भइसक्यो नि त। त्यही भएर चाहिँ अब अझै नयाँ स्ट्राटेजी अपनाउनु पर्ने जस्तो देखिन्छ। यो साइडतिर यस्तो दामी ठाउँ छ नि, यो टफालगढ स्क्वायर भन्ने ठाउँ। यस्तो राम्रो ठाउँहरू छ। यो चर्च हो कि म्युजियम हो कि थाहै छैन यार। हेर्दाखेरि त ठिकठाकै छ। हेर केटाहरू भन्ने बानी भइसक्यो यार। अब त जिन्दगीमा कोही केटी नभएर हो कि केटाहरू भन्ने बानी भएको। त्यही भएर चित्त बुझाउनु होला।
जोएलले हेरिरहेको नि चित्त बुझाउनु बुझ्नुभयो। ओहो मेरी जिजा मेरी जिजा राम्री छे बसिराखी छे। काम गर्ने एरियामा पुगिसकेँ। त्यता हेर्दाखेरि मैले एउटा राम्रो देखेँ, वी क्यान फिक्स इन अ मिनेट रे। यहाँ फिक्स इन अ मिनेट होइन, फिक्स इन अ सेकेन्ड, फिक्स इन अ डेकेट्स। यहाँ जिन्दगीमा कोही कसैले केही कुराहरू फिक्स गर्न सक्दैन केटाहरू। सबै कुराहरूको रिप्लेसेबल छ भन्ने कुराहरू देखाउँछ क्या त्यसले, हो कि नि? त्यही भएर धेरै भने कि यार, मैले त धेरै म्याचहरू कुरा गरेँ कि क्या हो।